हेलो चलो सर फिर ओके ल ल यो देख्दै हुनुहुन्छ बिर्ता मोड स्थित चाहिँ भाटभटेनीको ठिक अगाडिपट्टि महेन्द्र हाइवे जुन पूर्व पश्चिम राजमार्ग छ त्यसलाई चाहिँ अपग्रेड गर्ने काममा अहिले बिर्ता मोड यो धमाधम चाहिँ बजार क्षेत्रमा पनि ट्र्याक बनाउने कामहरू धमाधम चलिरहेको छ। यहाँ जस्तो देख्न सक्नुहुन्छ यो अन्तिम रोडको चाहिँ यो पब्लिकहरू हिँड्नको लागि अनि यो चाहिँ सर्भिस लेन भनेर छुट्याएको जुन मेन बजार एरियामा त्यो यसरी धमाधम यहाँनिर निर्माण कार्य भइरहेको छ भने यो ड्रेनेजलाई पनि यहाँ छोप्ने कामहरू भइरहेको छ केही ठाउँ यो अगाडि भने यहाँ माटो हाल्ने काम पनि अहिले भइरहेको छ भने यसको माथि टपिङ राख्ने काम पनि धमाधम चलिरहेको छ दुवैतर्फ भने यो सर्भिस लेनको लागि यहाँ देखिराख्नु भएको छ यो छ त्यसको पछाडि पब्लिक साइकलहरूको लागि भने यसरी यहाँ काम भइरहेको छ। यो चाहिँ बिर्तामोड एरियामा अनि यहाँनिर ओभरसियर इन्जिनियरहरूले नापजाप गर्ने काम पनि चलिरहेको छ। यहाँ म हजुरहरूलाई केही अगाडिसम्म यो देखाउँछु। अहिले यो केही दिन अगाडि एकदमै तीव्र गतिमा यहाँनिर कामहरू धमाधम भइरहेको छ है त। ल देख्न सक्नुहुन्छ यो चाहिँ भाटभटेनी ठ्याक्कै किङ्सबेरीको अगाडिपट्टिबाट यसरी यो बिर्तामोड बजार एरियामा मेरो पछाडि देख्न सक्नुहुन्छ ट्र्याकहरू धमाधम ओपन भइरहेका छ भने यो मेन ट्र्याकमा म आइसकेको छु यो 2 वे लाइनको भने यसरी यहाँ काम चलिरहेको छ र यतापट्टि क्यामेरा घुमाउँदा यहाँ देख्न सक्नुहुन्छ यहाँनिर ड्रेनेज हाल्ने काम पनि धमाधम भइरहेको छ। यो बक्स कल्भर्ट भनौँ न जहाँनिर सासाना पहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत ती पुलहरू बनेका थिए त्यसैलाई चाहिँ अब स्तरोन्नति गर्दै यसरी बक्स कल्भर्ट पनि निर्माण धमाधम भइरहेको छ देख्न सक्नुहुन्छ है। अनि यो यसरी पञ्चकन्या टोलको अगाडिपट्टि पनि यसरी काम धमाधम परैसम्म 4 पानेसम्मै बिरिङ पुलतिरसम्मै यसरी काम चलिरहेको छ र यहाँ देख्न सक्नुहुन्छ है बक्स कल्भर्ट यसरी धमाधम कामदारहरू। यो चाहिँ ठ्याक्कै भाटभटेनी र किङ्सबेरी होटलको अगाडिपट्टि यो 2 लेनको रुटको लागि प्लस सर्भिस लेनको लागि यहाँबाट यसलाई सम्भवतः पूर्णतया यो स्ल्याब कास्टिङ गर्दै ढलान गरिसकेपछि फेरि यतापट्टि यो अहिले डाइभर्सन गरिएको छ भने त्यतापट्टिबाट ओपन गरेर चाहिँ यताबाट गाडी छोडेर फेरि यतापट्टि अर्को काम गरिन्छ। ल यो किसिमले यहाँनिर काम चलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ है यो टपिङ जुन ड्रेनेज छ त्यसलाई छोप्ने काम भइरहेको छ यसरी। हिजो राति मात्रै यहाँ धमाधम राति पनि काम चलेको थियो भने आज ढलान गरिसकेको छ। यस्तो ल यसरी यहाँ पेल्ने काम पनि सानोतिनो मेसिनले भइरहेको छ अनि यहाँनिर टपिङको काम पनि भइरहेको छ। लाबुरहरू जताततै राखी छोडिएको छ। ल यस्तै चलिरहेको छ केही परसम्म हजुरहरूलाई म देखाउँदै जानेछु। काम यसरी साइडमा पनि यो वालहरू उठाउने धमाधम भइरहेको छ है त। यो चाहिँ बिर्तामोड ठ्याक्कै बजार एरियामा यतापट्टि ट्र्याकहरू ड्रेनेजहरू हाल्न बाँकी छ यहाँनिर अनि यहाँ पनि चाँडै
हालिनेछ र यो खालको काम यहाँ पनि धमाधम काम गर्ने कामदारहरू खटिराख्नु भएको छ। यसरी काम यहाँ भइरहेको छ। ल उता साइड वाल पनि मजाले रेडी भइरहेको छ। ती धमाधम है त काम चलिरहेको छ। ठ्याक्कै यहाँ चाहिँ बजारको यो दोकानको अगाडिपट्टि नै यसरी यो वालहरू रोडहरू पुगेको छ। कुनै घरहरू एकदमै तल परेको छ भने कुनै चाहिँ एकदम ठिक लेभलमा आएको छ। जस्तो यहाँ देख्न सक्नुहुन्छ पहिले नै उच्च गरेर बनाइएको घरहरू चाहिँ लेभल मिलेको छ भने यसरी केही तल सारिएको चाहिँ रोडहरूले घरलाई चाहिँ यसरी छोपेको छ भने विद्युतका पोलहरू सार्न अझै पनि बाँकी छ। रोडको ठिक्कै बिचैमा यो विद्युतका पोलहरू यत्तिकै छ। यसले गर्दाखेरि काममा ढिलासुस्ती भइरहेको छ। विद्युत प्राधिकरणले चाहिँ अलिक रोड विभागलाई चाहिँ सहयोग नगरेको जस्तो यहाँ देखिन्छ। यसरी बिचमा देख्न सक्नुहुन्छ पिलरहरू है। यहाँ चाहिँ सोलिङको लागि अब फेरि यहाँ दोस्रो पब्लिक लेनको लागि सोलिङको लागि यहाँ ढुङ्गाहरू मिलाउने काम भइरहेछ। र यो बिजुलीका पोलहरू देख्न सक्नुहुन्छ रोडको एकदमै बिचमा पोलहरू चाहिँ अझै स्थानान्तरण धेरै गर्न बाँकी छ। यसले गर्दा केही काममा बाधा पनि रोड विभागलाई पुगिरहेको जस्तो देखिन्छ भने यो किसिमको यतातिर काम यसरी चल्दैछ है त। हजुरहरूले कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ, यो भिडियो हजुरहरूसम्म आइपुगेको छ भने हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनको लागि अथवा कमेन्ट सेक्सनमा कहाँबाट भिडियोलाई हेर्दै हुनुहुन्छ लेख्न नभुल्नु होला। अनि भिडियो मन परे लाइक सेयर अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्न चाहन्छु। र यसरी काम यहाँनेरि एकदमै तीव्र गति नै भन्न सकिन्छ। अहिले केही दिन 2-4 हप्ता अगाडिदेखि चाहिँ एकदम तीव्र रूपमा यसरी कामले चाहिँ गति पाएको छ। र यो ड्रेनेज पूर्णको लागि देख्न सक्नुहुन्छ यहाँभित्र भएको फोहोर मैलाहरू चाहिँ हटाउँदै हुनुहुन्छ। उहाँले धमाधम यही हटाउने काम गरिराख्नु भएको छ। ल माथि जाली लाउन यो जतासुकै रोडको बिचमा बिजुलीका खम्बाहरूले चाहिँ रोड बनाउनलाई एकदमै बाधा पुर्याइरहेको अवस्था रहेको छ भने यस पछाडिका भिडियोहरूमा म हजुरहरूलाई एकचोटि काँकरभिट्टातिरको पनि फुल अपडेट दिनेछु। त्यसका लागि चाहिँ च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। घरको छेक्कै अगाडिसम्म वालहरू देख्न सक्नुहुन्छ यसरी पुगेको छ। र यतापट्टि पनि कामहरू चलि नै राखेको छ। यहाँ अलिक केही परसम्म गएर म देखाउने छु। सोलिङको लागि चाहिँ ढुङ्गाहरू झारिराखिएछ। महेन्द्र राजमार्ग यो जुन पार्ट अफ एसियन हाइवे त्यसको हिस्सा चाहिँ हुँदैछ र त्यो कामको सम्पूर्ण कार्यहरू चाहिँ महेन्द्र हाइवेमाथि ओभरल्याप गरेर चाहिँ पूर्व काँकरभिट्टादेखि पश्चिम महेन्द्रनगर जहाँसम्म रहेको छ पूर्व पश्चिम राजमार्ग करिब 1027 किलोमिटर राजमार्गमाथि चाहिँ ओभरल्यापिङको काम तीव्र गतिमा भइरहेको छ भने यता काँकरभिट्टादेखि
इटरी बिचमा अहिलेसम्म आजका दिनसम्म जुन यो प्रोजेक्ट 2024बाट सुरु भएर अहिले 2026 ठ्याक्कै जनवरी ठ्याक्क 2 वर्ष पुरा भइसक्दाखेरि करिब 20 देखि 22 किलोमिटर खण्ड गरेर कालोपत्रे गरिसकिएको छ भने अब धेरै ठाउँहरूलाई चाहिँ यसरी अब धमाधम रूपमा यो 2025 अन्तिमतिरबाट तीव्र गतिमा ब्ल्याक टपको लागि कालोपत्रे गर्नको लागि चाहिँ रेडी गरिँदैछ, धमाधम तयार पारिँदैछ। अबको केही 2-4 महिनापछि सायद लगभग ठुला लामा ब्रिजहरू बाहेक अथवा ब्रिजको कामहरू बाहेक ब्रिजहरूमा पनि पिलरहरू अनि सुपर स्ट्रक्चरहरू जोड्ने कार्यहरू धमाधम भइरहेका छन्। चाहे त्यो निन्दा होस् या रतुवा, बिरिङ, बक्रा, ल्वान्द्रा र ओभरपास अनि अन्डरपास जस्ता चाहिँ यी ठुला प्रोजेक्ट जुन रोडको पिच गर्नेदेखि लिएर यी 2 खण्डमा विभाजित गरेर अलग अलग कम्पनीहरूलाई यसको ठेक्का बुझाइएको छ, ठेक्का दिएको छ। लामा ब्रिजहरू अन्य कम्पनी जस्तै चाइनिज कम्पनी अथवा चाइनिज प्लस इन्डियन यस्ता कम्पनीहरूलाई त्यसको जिम्मा लगाएर त्यसको काम भइरहेको छ भने यो रोड चाहिँ नेपालकै केही कम्पनीहरू कालिका, जेबी, तुन्डी कम्पनी, यस्तै क्रेक कम्पनी यस्ताले यो चाहिँ गरिरहेका छन्, हेरिरहेका छन् भने ती ब्रिजहरूको काम चाहिँ अलिक कठिन र खोलामा गर्नुपर्ने हुँदाखेरि विभिन्न समयमा बाढी, पहिरो अनि त्यहाँ धेरै उत्खनन गर्दै मजबुतीका साथ बनाउने हुँदा केही ढिलाइ हुनसक्छ भने नभए अबको 2-4 महिनापछि चाहिँ कालो टप अथवा ब्ल्याक टप जुन कालोपत्रे चाहिँ लगभग गरिसकिने जस्तो देखिन्छ। र यसमा देख्न सक्नुहुन्छ यसै गरी विद्युत प्राधिकरणले यसरी नै काममा चाहिँ बाधा पुर्याइरहेको यो पोलहरूलाई चाहिँ टक्क यो रोडको साइडमा यसरी पहिले नै खन्दाखेरि अन्डरग्राउन्ड गरेर मिलाइदिएको भए कति राम्रो सहज रूपमा काम हुने थियो हैन। जस्तो यो बिचैमा रहेका यी पोलहरूले गर्दा यहाँनेरि अब लेबलिङ गर्नलाई ती मेसिनहरू चल्न गाह्रो पर्ला अनि रोडलाई चाहिँ कम्प्रेसन गर्न रोलर मेसिनहरू चलाउन गाह्रो पर्ने हुनसक्छ। त्यो कुराहरू चाहिँ ध्यानमा राखेको देखिँदैन। यसरी लथालिङ्गै रूपमा वायरहरू जता पाए त्यतै रहेका देखिन्छ भने अन्यथा काम अलि तीव्र र गतिमै चलिरहेको छ। र हजुरहरूले हेर्न सक्नुहुन्छ यसरी मेरो पछाडि ब्याकग्राउन्डमा पनि बिजुलीका पोलहरू परैसम्म देख्न सकिन्छ। यसलाई चाहिँ विद्युत प्राधिकरणले अलिकति सहजीकरण गरिदिएर रोड विभागसँग मिलेर सहकार्य गरेर काम गरिदिएदेखि धेरै राम्रो हुने थियो। यहाँनेरि एउटा यो यसरी रोड छेउमा यो पाइपहरू सायद त्यही बिजुलीका वायरहरू अन्डरग्राउन्ड गर्नलाई पनि राखिएको हुनसक्छ अथवा यो खानेपानीको के हो त्यो चाहिँ थाहा छैन। तर चाँडै यी कामहरू पनि पूर्ण रूपमा सम्पन्न हुनेछन् र सहकार्य गर्नेछ आशा गरौँ। भने यतातिर अहिले बजार एरियामा पनि यो काम चाहिँ भइरहेको छ है त। पहिले अलिक खाली क्षेत्रहरूमा चाहिँ बेसी कामहरू चलेको जस्तो देखिन्थ्यो भने अहिले पछिल्ला दिनहरूमा चाहिँ यो बजार खण्डमा पनि यसरी सर्भिस लेनहरू, पब्लिक वेहरूको लागि ट्र्याक बनाउने काम एकदमै चलिरहेको छ। र देख्न सक्नुहुन्छ यो मुक्ति चोकबाट केही पश्चिमतर्फको छोरतिरपट्टि छु अहिले म, भनेको इटरी तर्फको साइडबाट म मुक्ति चोकतर्फ जाँदैछु। र त्यो बिचैमा पनि एउटा सानो बक्स कल्भर्ट बनाउने काम भइरहेको छ। ल यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै मुक्ति चोक जुन त्यहाँदेखि बस स्ट्यान्ड जुन पश्चिम बस स्ट्यान्ड छ त्यसकै छेउमा यो देख्न सक्नुहुन्छ भने यो बक्स कल्भर्ट त्यही साइडमा रहेको।
यहाँ पनि अर्को बक्स कल्भर्ट निर्माणाधीन छ। अब सम्भवतः यसलाई यो ढलान पछाडि अर्कोतर्फको कल्भर्ट बक्स कल्भर्टको निर्माणका लागि कार्य थालिने छ र यताबाट गाडीहरू डाइभर्सन गरिनेछ, रोडलाई यताबाट सुचारू गरिनेछ। र यहाँ सानो सानो नाली भएको हुनाले यहाँ बक्स कल्भर्टको रूपमा यसरी ठुलो यो कल्भर्ट निर्माण गरिँदैछ। अहिले गाडीलाई यताबाट डाइभर्सन गरिएको छ है त, देख्न सक्नुहुन्छ। यो पनि विशाल बक्स कल्भर्ट छ। यहाँदेखि उतापट्टि पश्चिम बस स्ट्यान्ड रहेको छ। ल आजको अपडेट हजुरहरूलाई यहाँसम्म मैले देखाउने प्रयास गरेँ र अबका दिनहरूमा अपलोड हुने भिडियोहरूका लागि हजुरहरूले च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला र हौसला बढाउनका लागि राम्रो राम्रो कमेन्टहरू गर्न नभुल्नुहोला। आगामी दिनहरूमा धेरै राम्रो राम्रो कामहरू पिचहरू भइरहेको अथवा जे जस्तो काम यहाँ भइरहेको छ जस्ताको तस्तै भिडियोहरू लिएर हजुर समक्ष आउने उपस्थिति हुने बाचाका साथ आजलाई यस सानोतिनो अपडेटबाट चाहिँ बिदा लिन चाहन्छु। हस्त नमस्कार, जय नेपाल। स्वस्थ रहनुहोला, मस्त रहनुहोला, भिडियोलाई हेर्दै गर्नुहोला।